यहाँनिर यसरी कलरफुल लगाइदिएको रहेछ। आलु निम्किन खाने कुरो हुँदैन, धेरै ओभर गिलो नि। हाम्रो मोमो। हेलो गाइज, नमस्ते, सेवा हजुर सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। इट्स मी सुद्धा बान्दाराई फ्रम द बेल्टर। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ र भएको पनि एकदम सन्चै छु। अनि आज चाहिँ दसैँको डे 4 आएको छ। अनि अब म चाहिँ यहाँ अस्ति आएको थिएँ नि त, अनि त्यही भएर म चाहिँ अब घर जान लागिरहेको छु। पानी चाहिँ धम्मै कादार पानी, यस्तो रातैभरि पानी पर्यो। अनि पानी परेर अहिले चाहिँ दिन हल्का खुले खुले जस्तो भइरहेछ। अनि यहाँ म चाहिँ गोकुरा यहाँ बिदा माग्दै जाँदैछु होइन। अनि अब तिहारमा आउने बाचा गर्दै हामी कुकुरामा चाहिँ छोड्दैछौँ। अनि म चाहिँ हिँडिहाल्नु पर्यो क्या, किनभने पानी अहिले परिहाल्यो भने फेरि रोकेको हुन्छ। त्यही भएर पानी नपरेको गरी हिँडिहाल्नु पर्यो भनेर रेडी भइसकिसक्यो। अब चाहिँ हामी जान्छौँ। राम्ररी बस्नु, म आइहाल्छु तिहारमा है। तिहार आउन आँट्यो त। घरतर्फ लाग्दैछु, मम्मी यहाँ रेडी हुनुहुँदैछ। बाई बाई। मम्मी पनि रेडी हुनुहुँदैछ। अब हामी चाहिँ लाग्यौँ है। अहिले पानी खै हेलमेट चाहिँ निकालेको हे। अहिले पानी परेको छैन र यहाँ पानी नपरेको गरी ताकेर हिँडेको। घर जाने मन थिएन यहाँ कसैलाई, यतै बस्ने मन थियो। तर यहाँ जबरजस्ती जाँदैछन् कोही कोही। यता पनि बस्ने मन थियो थिएन, यहाँ घर जाने कोही कोही हतार छ यहाँ कसैलाई। हामी चाहिँ अहिले यहाँ यो के ठाउँ भन्छ, काने पोखरीदेखि यता काने पोखरी र के भन्छ उसको बिचको जङ्गलमा छौँ। अनि यहाँ चाहिँ अहिले मान्छेहरू आउने जाने, अब जस्तै यहाँनिर मेन रोड भयो, मेन रोडदेखि यता के सागहरू बेच्नुहुन्छ। अनि यो बाटोमा चाहिँ यहाँनिर यसरी कलरफुल लगाइदिएको रहेछ, कलर लगाइदिएको छ बोर्डमा, जहाँ चाहिँ फोटो भिडियो हामीले बनाउन सक्छौँ। अनि म पनि यहाँ फोटो भिडियो बनाएर गइहाल्नु पऱ्यो। अनि साथीहरू म चाहिँ यहाँदेखि सागहरू लानु पऱ्यो भनेको, सागहरू पनि केही पाएन हो। अनि यहाँनिर चाहिँ निगुरोहरू पाउँछ नि त, जङ्गलभित्र पस्यो भने निगुरो त पाउँछ। तर अहिले पानी परिरहेकोले जुक्काको डर हुन्छ, त्यही भएर निगुरो चाहिँ नखोज्नु पऱ्यो। यसो भिडियो फोटो खिचेर अनि हामी जान्छौँ यहाँबाट। कस्तो राम्रो देखेको क्या। वाउ वाउ। अंशु चाहिँ यहाँ जर्सी किन्ने रे, यहाँ केल्मीमा आइरहेछौँ हामी टेरीको। 30% अफ अरे सेल, केमा सेल लागेको रहेछ हौ। छिटो चाहिँ पश्चिम मात्रै मन परेन उसलाई, स्पेन अरे स्पेनको चाहियो अरे जर्सी, यहाँ पाएन। अब हामी पेट्रोल लाउँछौँ भने घरतर्फ लाग्छौँ। अब छैन, म अरू ठाउँ खोज्दिनँ। अरे हियर पाहाडबाट नि अंशुले खोजे जस्तो जर्सी यहाँ पनि पाउने हो कि होइन। दुःख मात्रै होला जस्तो छ आज। अंशुले चाहिँ जर्सी किनिसक्नुभयो त्यहाँ। अनि खानु हामीलाई अंशुलाई टोपी क्याप खै कसरी किन्दो रहेछ, क्याप रे एउटा। खानाहरूलाई यहाँ 2टा पेन्ट। हाम्रो सपिङ सक्यो। बाटो डेनीमा भिड छ सपिङ गर्नेको। यहाँनिर चाहिँ 2500 भन्दा माथि सपिङ गऱ्यो भने चाहिँ लक्की ड्र रहेछ। अनि लक्की ड्र हाल्नु है त, कतै पर्छ कि परिजाओस् है भगवान्। लेट्स गो। ट्याग ननिकालिदिनु भएछ हाम्रो यहाँ ट्याँ गर्नु त। आइसक्रिम नखायो भएन अरे, यहाँ आइसकेपछि आइसक्रिम खाने अरे दाजुभाइहरू। मलाई चाहिँ अस्ति दामी लागेको यो। डोन्ट टच। अरे भोडीलाले म आइसक्रिम यहाँ त धेरै चक्क गर्दैछौ नि, हो क्या न? यतै छोडेर जाऊँ। आउँछु मिठो सक्दैन। अब त फोटो खिच्नु दिनु। आलु नयाँ आलु भनेर लाँदैछु, भुटानको आलु अरे। कस्तो हुन्छ रहेछ लगाएर साथीहरू।
हामी चाहिँ अब यहाँदेखि डाइरेक्ट घर है त ढिलो भइसक्यो भन्दा पनि पानी पर्न आँटिसक्यो बिजोक पार्छ अहिले पानीदेखि बाटोमा अँध्यारो हुन आँटिसक्यो यहाँ यतिकै भयो भने चाहिँ तरिन्छ होला है माइजू कटिन्छ त्यतिका कस्तो अम्ला देखेको भएर आर्मी आएको रहेछ खाना क्लाउड बाढी है बाढी राम यताको यो भ्यू मोबाइलमा हजुर हजुर यस गाइजहरू हामी त अब डरमुक्त भइसक्यौँ किनभने डर भनेको चाहिँ अघि जहाँ आर्मीहरू बस्नु भएको थियो त्यहाँनिर हो त्यहाँनिर त्यसमा सेफ्टी दिनलाई बस्नु भएको छ के अरे एटिएफहरू अनि अरू बेला चाहिँ त्यहीँनिर हो क्या खाना त्यही बोली एक्सिडेन्ट थियो अनि खोला तर्यौँ अब ढुक्क आरामले जाने घर सर भएर
माथि पुग्दा पनि हुन्छ अब त होइन भयो भयो चतरामा आएपछि यो आलु निम्की नखाने कुरो हुँदैन त्यहाँपछि आलु निम्की अनि आलु निम्की खाने हाम्रो चाहिँ थुक्पारा म अर्डर गरिरहेको छु यहाँनिर अनि त्यो हुन्जेलको लागि चाहिँ आलु निम्की खाँदैछौँ है तर धेरै ओभर गिलो नि हाम्रो चाहिँ यहाँ तातो तातो थुक्पा आइसकिसकेको छ पोर्कमा अनि दुईजना चाहिँ के अरे मोमो खाने अरे यस्तो जाडो छ यस्तो जाडो छ म चाहिँ तातो तातो चाहिँ खानु पर्यो अनि खाएर चाहिँ घर जान्छ खाऊ त कस्तो छ मिठो हामी चाहिँ खाजा पनि खाइसक्यौँ अनि हामी चाहिँ खाजा पनि खाइसक्यौँ यहाँको के बाडी यस्तो छ कि बाडी है यो चाहिँ हामी चाहिँ घर पनि आइसक्यौँ चतरादेखि हिँड्दा पानी परेको थिएन अलि पर्न थालेको रामपुरदेखि यता त यस्तो बगार पानी पर्दो रहेछ यता चाहिँ आइपुग्दा ओर्दा लथ्रक लुथुक भिज्यो म पनि लथ्रक लुथुक भिजेँ यहाँ झोला भिजेर बर्बाद भयो साइनाले घर आइपुग्यो साथीहरू भिजे भए पनि हावा हुन्डरी आएर बाटैभरि रुख लडाएको देखेँ बाटैभरि रुखहरू लडेको अनि त्यो पोलहरू पनि सबै लडाएको रहेछ डर हावा हुन्डरी आएछ हिजो आज पनि यता आउनु खोज्दैछ धन्न आइहालिदिएछ भाइ अब चाहिँ फ्रेस हुनुपर्ने हुन्छ मैले गर्नुपर्ने हुन्छ है त हावा चल्ने म चाहिँ आएर फ्रेस भएर यस्तो जाडो भयो डङरङ्ग सुतेको अहिलेसम्म पठाङ लिएर जाडोले झन्डै मरिन जाडो भएर अनि उठेर यहाँ चाहिँ आज मोमो पार्टी मोमोको के भन्छ बन्दोबस्त रहेछ नि यहाँ मोमो जानु भएर यता मेरो सानो बुवा वेलकम टु माई ब्लग यता हाम्रो माइजू मेरो भाइ अनि मेरो भाइ खै हौ तिमी मामालाई गएर कहिले आयो त यता हेर न फेरि हेर्नुहोस् यहाँ सबैजना मोमो बनाउनु व्यस्त हुन्छ अघिदेखि नबनाएको र मोमो म त पाकेपछि मात्रै आउनु पर्यो भनेको त जाडो भएर चिसो न चिसो खुट्टा यहाँ बल्लबाट ततायो अलिकति मरिन चाहिँ हाम्रो मोमो रेडी अनिलमा पर बसिरहनु भएको छ सबैजना मोमो खानु कस्तो छ सानो बुवा मोमो मिठो छ मामा हेरेर सानो बुवा हेरेर बनाउनु भएको फेरि अब के खान्छ त नि अघि अनि बिर्सिनु भएको छोराले खाँदैन भनेर मेरो भात मोमो कसले भनेको अनेक खण्डै सुन्न आउनु निस्किँदै चाहिँ प्रचण्ड र देवाको कहानी कति साल पहिलेको हो क्या दिला चाहिन्छ अनि मेरो साथी भन्यो 4 वर्ष अगाडिको जुन हैन उहाँलाई 4500 पर्दो रहेछ यो पनि तर्को भयो 4500 आज भन्दा 4 वर्ष अगाडि जति हैन कति महँगो हुन्छ पुरानो टेन्सन हजुरहरूले देखि नै हाल्नु म चाहिँ सकुशल घर आइपुगिसकेँ अहिले चाहिँ बढी नै रेनफल भएर चाहिँ कति ठाउँहरूमा बाढी गइरहेको छ मान्छेहरूको घर भत्काइदिरहेको छ ल्यान्डस्लाइड भइरहेको छ होइन तर पनि जस भगवानको कृपाले र मेरो गुड लकले चाहिँ आज म बेलैमा घर आइपुगेँ अनि त्यस्तो बाढीहरू पनि आएको थिएन आउँदाखेरि खासमा चाहिँ डर चाहिँ त्यो चतरातिर अनि यता त्यो के भन्छ के ठाउँ भन्छ एक साल हामी ससरङ्का म छोरा रोकेको ठाउँ थाहा छ नि तिमीलाई के ठाउँ अरे त्यहाँनिर त्यसका नामै आएन
त्यो ठाउँमा हामी पनि एकचोटि के भन्छ फसेको छौँ क्या 10-15 झन्डै आधी घन्टा बसेको बाद मात्रै खोला अलिक रोकेर अनि हामीले रेस्क्यु गराउनु भएको थियो त्यहाँकै मान्छेहरूले अनि त्यस्तै हुन्छ भनेर म चाहिँ त्यहाँ ट्याक्कै चतर आइसकेपछि चाहिँ यस्तो तुफान गाडी चलाएर आएँ कि पानी पर्नु स्टार्ट हुन थाल्यो अनि हिँडिहालेको क्या किनभने यतातिर चाहिँ कस्तो छ भने पानी पऱ्यो भने एकैछिनमा खोलाहरू बढेर आउँछ नि डर हुन्छ त्यही भएर हामी चाहिँ बेलैमा घर आयौँ अनि घर आएर पनि रमाइलो भयो मोमोसम्म खायौँ छेमाहरू सबैजना छेमा सानो भयो सबैजना आउनुभएको छ अनि रमाइलो गफगाफ गरेँ मैलेसम्म अहिले चाहिँ रातिको 12 बजिसकेको छ अब चाहिँ सुत्नुपर्ने हुन्छ साथीहरू हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्दैछ जे जस्तो लागे पनि कृपया झन्झट नमानिकन हेरिदिनु होला भन्दै मेरो आजको भ्लग चाहिँ एन्ड गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट भिडियो यता साथीहरू बाई बाई